हेलो गाइस, आज हामी माछा करी बनाउँदैछौँ र हामीसित धेरै माछा छन्। पहिला यो सबै माछाले धारिलो छक्कुले काटेको छ इङमा चट 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 पारेर काट्नु, अनि त्यसपछि मसलामा मोलमाल पार्नु, राम्रोसँग बेसन हालेर राम्रोसँग भित्रसम्मै मसला पुग्नु पर्यो। अनि हात सफा गर्नको लागि पन्जा लाउनु, अनि नुन हाल्नु, स्वाद अनुसारको नुन हाल्नु होला। धन्यवाद। अनि यही माछा अब हामी फ्राई गरिरहेछौँ, राम्रोसँग फ्राई गर्छौँ। जबसम्म यो माछा पाक्दैन तबसम्म हामी फ्राई गरिरहन्छौँ। हामीले जति फ्राई गर्न मन छ हामी त्यति फ्राई गर्न हुँदैन, मात्र डर छ। र हामीले धेरै फ्राई नै गर्नु भएन, थोरै फ्राई नै गर्नु भएन। थोरै फ्राई गऱ्यो भने माछा काट्दै हुन्छ, खाने मन लाग्दैन। धेरै फ्राई भयो भने माछा डर छ, पुरै कालो हुन्छ भित्रैसम्म, अनि हामीले त्यसै खानु मन लाग्दैन। अब हाम्रो माछा आधी भइसकेको छ र अब हामी एकछिनको लागि साइलेन्ट भएर बस्छौँ, बिकज माछा फ्राई गरेपछि हामी बोल्छौँ। माछा फ्राई भयो, अब हामी बोल्न सुरु गर्छौँ। अब हामी बनाउँदैछौँ माछाको करी। अब हामीले फेरि बेसन बनाइसकेका छौँ, पेस्ट बनाइसकेका छौँ, जसमा हामीले हालेका छौँ अदुवा, प्याज, टमाटर, लसुन के हाल्दा हो भनेर साध्यै लाग्दैन। र अब हामीले राम्रोसँग मिक्स गर्छौँ। अब हामी यसमा माछा हाल्छौँ। हामीले बिचतिर यो करीलाई अझै राम्रो बनाएका थियौँ र अब हाम्रो माछा हालेर नि सकि नै लाग्यो। माछा हालिसकेपछि अब हामीले छोप्यौँ। अब हामी यसमा म्यागी मसलाहरू हाल्दैछौँ। म्यागी मसला पनि अब हामीले हालिसकेका छौँ। अब मेरो बहिनीले हात देखाए। हामीले मसला हालेर सिद्धाइसकेका छौँ र अब हामीले एकछिन चलायौँ। अब हामी यसमा हाल्दैछौँ धनिया र प्याजको पात, लसुनको पात। अब हामी यसमा लसुनको पात हालिसकेका छौँ। अब हाम्रो कचौरामा आयो। कचौरामा आएपछि अब हामी थालमा हाल्छौँ। थालमा नि हाल्यौँ। अब बाई बाई, हामी चाहिँ खान थाल्यौँ।